के तपाईँ डेन्टल क्लिनिक अनर्स हुनुहुन्छ? एभ्री मन्थ नयाँ पेसेन्ट र रेभेन्यू जेनेरेट गर्नलाई गाह्रो भइरहेको छ? यदि हो भने यो भिडियो एन्डसम्म हेर्नु होला। नमस्ते, मेरो नाम हो अजित मेघालय, डिजिटल मार्केटिङ कन्सल्टेन्ट हो, जो डेन्टल क्लिनिक अनर्सहरूलाई मेरो ब्याटल टेस्टेड ओएससी फ्रेमवर्कबाट धेरै लिड्स र सेल्स गर्नुमा मद्दत गर्दछु। अहिलेसम्म जति पनि क्लिनिक अनर्सहरूसँग काम गरेको छु, सबैजना यी 5वटा च्यालेन्जेसहरू फेस गरिराख्नु भएको छ। नम्बर 1, राम्रो लिड्स जेनेरेट गर्न सक्नु हुँदैन। नम्बर 2, लिड त जेनेरेट गर्नुहुन्छ तर क्लाइन्टमा कन्भर्ट गर्न सक्नुहुन्न। र नम्बर 3, एउटा एक्विजिसन फनेल छैन, स्ट्राटेजी छैन। र नम्बर 4, क्लाइन्ट अट्र्याक्ट गर्नुको लागि एउटा एडभर्टाइजमेन्ट रन गर्न सक्नु हुँदैन। र नम्बर 5, तपाईँको अनलाइनमा राम्रो प्रेजेन्स छैन। त्यही भएर यो भिडियोमा चाहिँ तपाईँहरूलाई म यस्तो एउटा फ्रेमवर्कको बारेमा बुझाउन जाँदैछु, जसलाई म ओएससी फ्रेमवर्क भन्ने गर्छु। यो फ्रेमवर्क युज गरेर तपाईँले धेरै पेसेन्टहरू क्लिनिकमा ल्याउन सक्नुहुन्छ। र त्यो धेरै पेसेन्ट ल्याउनुको लागि तपाईँले प्रपर स्ट्राटेजी सिक्नुहुन्छ। र म कुनै कुरा पनि होल्ड गर्दिनँ, सबै कुरा यो भिडियोमा एक्सप्लेन गर्नेवाला छु। र यो भिडियोमा सिक्नुभएको कुरालाई तपाईँले भोलिको दिनदेखि नै तपाईँले इम्प्लिमेन्ट गर्न सक्नुहुन्छ, चाहे मसँग या तपाईँले पनि आफूले पनि इम्प्लिमेन्ट गर्न सक्नुहुन्छ। यदि तपाईँ डेन्टल क्लिनिक अनर हुनुहुन्छ, यदि तपाईँले सोचे जस्तो पेसेन्ट आइरहेको छैन वा तपाईँले आफ्नो रेभेन्यू इन्क्रिज गर्न सक्नु भइरहेको छैन भने म तपाईँलाई मेरो 12 मिनट्सको मास्टर क्लासमा इन्भाइट गर्न चाहन्छु। यो मास्टर क्लासमा म तपाईँलाई 3टा सिक्रेट स्ट्राटेजी सेयर गर्न चाहन्छु, जसको हेल्पबाट तपाईँले धेरै नै लिड्स जेनेरेट गर्न सक्नुहुन्छ, धेरै नै लिड्सलाई पेसेन्टमा कन्भर्ट गर्न सक्नुहुन्छ। अब मैले तपाईँहरूलाई कम्प्युटरको स्क्रिनमा लगाएँ मार्केटिङ स्ट्राटेजीको लागि, जसलाई म ओएससी फ्रेमवर्क भन्ने गर्छु। O stand with offer, A stand with acquisition, C stand with closing। तपाईँको जस्तो प्रडक्ट नि अरूले पनि सेल गरिरहेको छ। अब यदि तपाईँको जस्तो प्रडक्ट कम्प्युटरले पनि सेल गरिरहेको छ भने तपाईँको अफरलाई कसरी राम्रो बनाउने, सो द्याट जो तपाईँको कम्पिटिटरकोमा गइरहेको छ त्यो मान्छेहरू पनि तपाईँकोमा फर्केर आओस्, बिकज युआर गिभिङ द बेस्ट अफर। तपाईँले चाहिँ प्रडक्टलाई राम्रो अफर क्रिएट गर्नुपर्ने हुन्छ। अब त्यो भनेको चाहिँ फर इक्जाम्पल तपाईँको प्रडक्ट छ टिथ ब्रसेस, जसको प्राइस छ 4535। अब यो कस्टमरले किन पर्चेस गर्छ त? कस्टमरको माइन्डसेट के हुन्छ त? हामीहरूले त्यो बेला मात्रै पैसा तिर्न खोज्छौँ कि यदि हामीहरूलाई फिल भइरहेको छ त्यो पैसा तिरे बापत हामीले बेसी भ्यालु पाइरहेको छौँ भने त्यो फिल हामी एज अ बाई गर्नु सक्यो भने मात्र हामी पैसा पनि तिर्छौँ कि तिर्नलाई हामीलाई प्रब्लम हुन्न। तपाईँको प्रडक्ट भनेको यो छ, प्राइस भनेको 4535 छ। अब हामीले के कुरामा फोकस गर्नु पर्यो भने प्रडक्ट तपाईँको जुन छ नि, यो प्रडक्टको पर्सिभ भ्यालुलाई कसरी इन्क्रिज गर्ने त्यो कुरामा फोकस गर्नु पर्यो। पर्सिभ भ्यालु भनेको तपाईँको कस्टमरको माइन्डमा उनीहरूले पे गरे भन्दा बेसी भ्यालु पाइरहेको छ, द्याट इज कल्ड पर्सिभ भ्यालु। त्यो कसरी इन्क्रिज गर्ने त्यो कुरोमा फर्स्टमा हामीहरूले फोकस गर्नुपर्ने हुन्छ। त्यसको लागि हामीहरूले के गर्न सक्छौँ, भ्यालु स्ट्याकिङ गर्न सक्छौँ। अब यो पर्सिभ भ्यालुलाई इन्क्रिज गराउनुको लागि तपाईँको जति पनि टार्गेटेड अडियन्सहरू छ नि उनीहरूलाई फिल हुनु पर्यो कि। यसको लागि म तपाईँलाई मेरो लिङ्क खोलेर देखाउँछु। 1 पेजको एउटा अफर क्रिएसन, हाम्रो अफर क्रिएट गर्नेवाला एउटा पेज हुन्छ। यसको लागि पर्सिभ भ्यालु भनेको चाहिँ लाइक यो प्रडक्टको प्राइस 4535 छ, यो भ्यालु बराबर सामान तपाईँहरूले पाइराख्नु भएको छ 3779 भनेपछि यसले सेल गर्ने बेलामा इजी बनाउँछ। यो अफर क्रिएसन भयो भने नि तपाईँले पछि नि आफ्नो कम्पिटिटर भन्दा आफूलाई युनिकली प्रेजेन्ट गर्न सक्नुहुन्छ। सो यसरी नै तपाईँले आफ्नो प्रडक्टको अफर क्रिएट गर्नु होला। एक्विजिसन यो सेकेन्ड, यो चाहिँ मेन पार्ट हो, तपाईँले राम्रोसँग ध्यान दिएर बुझ्नुहोस्। एक्विजिसन भनेको चाहिँ के हो भने चाहिँ तपाईँले अफर त क्रिएट गर्नुभयो, त्यो अफरमा मान्छेहरूलाई कसरी इन्ट्रेस्टेड बनाउने त, त्यो अफरमा कसरी लिड जेनेरेट गर्ने र लिड्सलाई क्लाइन्ट्समा कसरी कन्भर्ट गराउने अनि त्यो क्लाइन्ट्सलाई चाहिँ अफर लिन लगाउने नि त। त्यसको लागि हामी यो ओएससी फ्रेमवर्कको सेकेन्ड पिलर द्याट इज एक्विजिसन, यसमा फोकस गर्नुपर्ने हुन्छ हामीले। जस्तै मैले फर्स्टमा अफरमा देखाएँ जस्तै यसमा एउटा सिङ्गल पेज मात्रै हुन्छ, जुनमा चाहिँ तपाईँको एउटा सिङ्गल प्रडक्ट या सर्भिसको बारेमा मात्रै हुन्छ। त्यसको हामीले प्राइस राखेर चाहिँ अफर क्रिएट गरेर हुन्छौँ। यदि तपाईँले कुनै सर्भिस सेल गरिराख्नु भएको छ त्यसको लागि चाहिँ ल्यान्डिङ पेज चाहिँ यस्तो हुन्छ, यस्तो देखिन्छ। यो चाहिँ हाम्रो मेन होम पेज भयो। अनि तल गएर चाहिँ हाम्रो डेन्टल क्लिनिकको बारेमा हामीले के राख्छौँ यहाँ, अनि त्यस पछाडि तल राख्छौँ हामीले डिटेल्सहरू के राख्छौँ यहाँ, होइन।
कम्प्लिटेड स्केड्युलहरू हामीले क्रिएट गरेर राख्न सक्छ हाम्रो आफ्नो अकर्डिङ। अनि यहाँ चाहिँ हामीले राख्न सक्छौँ पिक्चर्सहरू। यो चाहिँ 2-3 पेजकै हुन्छ यो ल्यान्डिङ पेज चाहिँ तपाईँको। अनि यहाँ चाहिँ हामीले पिक्चर्सहरू राखेर यहाँ ह्याप्पी स्टोरी जो चाहिँ मान्छेहरूले रिभ्यू दिनुभएको छ त्यसको एकर्डिङ हामीले यहाँ राखिदिन्छौँ क्रिएट गरेर। अनि हाउ टु फाइन्ड अस भनेर चाहिँ हामीले ठाउँ ठाउँमा चाहिँ हामीले क्लिक गर्ने बित्तिकै हाम्रो एड्रेस या हाम्रो डिटेल्सहरूको बारेमा कन्ट्याक्टको बारेमा हामीले यहाँ राखिदिएर हुन्छौँ। यो चाहिँ डेमो पर्पजको लागि मात्रै मैले तपाईँहरूलाई राखिदिएको। यहाँ चाहिँ मेनली चाहिँ हामीले यहाँ फर्म क्रिएट गरे हुन्छ त्यसको लागि चाहिँ म तपाईँहरूलाई मेरो एउटा डेमो प्रपोजको लागि देखाइदिन्छु। यस्तो खालको एउटा क्रिएट गरे हुन्छ हामीले फर्म जसमा चाहिँ हामीले फर्स्ट नेम भनेर राखेका हुन्छौँ, इमेल एड्रेस, वाट्सएप नम्बर। या यो चाहिँ मेरो चाहिँ कम्पनी यो मेरो आफ्नो उसको लागि मात्रै राखेको। यो चाहिँ हामीले कस्टमाइज गर्न सकिन्छ यसलाई चाहिँ। जब हामीले यो ठाउँमा यस्तै फर्म एउटा क्रिएट गरेर राख्यो भने उहाँहरूले फर्स्ट नेम दिनुहुन्छ, यहाँ चाहिँ इमेल एड्रेस दिनुहुन्छ, वाट्सएप नम्बर दिनुहुन्छ। यदि उहाँहरूले एकचोटि फर्म भरेर चाहिँ फलोअप गर्नु भएन भने चाहिँ फ्युचरमा गएर चाहिँ हामीले उहाँहरूलाई चाहिँ यो इमेलको थ्रु या वाट्सएपको नम्बर लिएर चाहिँ हामीले उहाँहरूलाई कल गर्न सक्छौँ, सोध्नु सक्छौँ कि हजुर इन्ट्रेस्टेड हुनुहुन्छ कि हुनुहुन्न भनेर चाहिँ। अनि जब लिड्सले यहाँ जब फर्म भर्छ यहाँ डिटेल्सहरू भरेर यहाँ क्लिक गर्छ त्यसपछि हाम्रो एउटा सिङ्गल पेज एउटा थ्याङ्क यू पेज एपियर हुन्छ यसरी। यहाँ जुनमा चाहिँ हामीले लेखा चाहिँ कङ्ग्रेचुलेसन योर सिट हेज बिन बुक्ड भनेर लेखेका हुन्छौँ। अनि त्यसपछि चाहिँ यहाँ एउटा भिडियो हामीले केही क्रिएट कन्टेन्टहरू राख्न सक्छौँ, थ्याङ्क यू फर सब्सक्राइबिङ भनेर चाहिँ हामीले राख्न सक्छौँ। अनि त्यस पछाडि हामीले फेरि एउटा एपोइन्टमेन्ट बुक गर्नको लागि चाहिँ हामीले अझै एउटा पेज राख्न सक्छौँ जुनमा चाहिँ हामीले यहाँ तल लेखेका हुन्छ क्लिक हियर टु बुक योर एपोइन्टमेन्ट भनेर। यहाँ चाहिँ हामीले क्लिक गर्ने बित्तिकै चाहिँ लिडले जब क्लिक गर्छ त्यस पछाडि यहाँ हाइलाइट्स गरेर हुन्छौँ कि हाम्रो एकर्डिङ राखेका हुन्छ यहाँ कहिले कहिले एभाइलेबल छ भनेर। त्यसमा चाहिँ क्लिक गरेर चाहिँ उहाँहरूले टाइम चुज गरेर अनि के हामीले डिटेल्सहरू राख्नु सक्छौँ। अनि राखेपछि उहाँले फर्म भर्छ। त्यसपछि फर्म भर्ने बित्तिकै स्केड्युल इभेन्ट भन्ने हुन्छ, यहाँ क्लिक गरेपछि चाहिँ अनि स्केड्युल रेडी हुन्छ। अनि त्यो स्केड्युल जब रेडी हुन्छ त्यो इमेल चाहिँ तपाईँलाई पनि आउँछ अनि उहाँहरूलाई पनि जान्छ त्यो इमेल चाहिँ। जब तपाईँसँग आफ्नो लिड म्याग्नेट अफ रेडी हुन्छ त्यसपछि हामीहरूले ट्राफिक जेनेरेट गर्नुपर्ने हुन्छ। यानि कि त्यो ल्यान्डिङ पेजमा ट्राफिकहरू आउनु पऱ्यो नि त, होइन? हामीले लिड जेनेरेट गर्नुको लागि वा कुनै पनि प्रडक्ट सेल गरिरहेको छौँ भने प्रडक्टमा अर्डर जेनेरेट गर्नुको लागि चाहिँ हामीले ट्राफिक ल्याउनु पऱ्यो नि त। त्यो ट्राफिक भनेको दुईवटा वेमा ल्याउन सक्छ। एउटा हामीहरूले अर्ग्यानिक वेमा ल्याउन सक्छौँ अनि अर्को भनेको पेड वेमा हामीले गर्न सक्छौँ। अब नम्बर 1 अर्ग्यानिक वे। यसको लागि चाहिँ हामीले एउटा कन्टेन्ट क्रिएट गर्छौँ, त्यसको एन्डमा लास्टमा गएर चाहिँ हामीले CTA इट्स मिन कल टु एक्सन राख्छौँ। कल टु एक्सन भनेको चाहिँ जब तपाईँले कन्टेन्ट क्रिएट गर्नुहुन्छ त्यसको एन्डमा गएर चाहिँ हामीले CTA राख्छौँ। या हामीले भन्छौँ कि फर एक्जाम्पल यदि तपाईँलाई यो प्रडक्ट या सर्भिस मन पऱ्यो भने तपाईँले हामीलाई DM गर्न सक्नुहुन्छ या कमेन्टमा DM लेखेर पठाउनु सक्नुहुन्छ भनेर चाहिँ यस्तो भनेर चाहिँ हामीले राख्न सक्छौँ। आई होप कि तपाईँहरूले अहिलेसम्म बुझिराख्नु भएको छ होला जति पनि मैले एक्सप्लेन गरिरहेको छु। अनि त्यसको लागि चाहिँ अब यो हामी अर्ग्यानिक वेमा कन्टेन्ट रिल जुन चाहिँ क्रिएट गर्छ अब हामीले त्यसलाई इन्स्टाग्राममा पनि राख्न सक्छौँ या फेसबुकमा पनि राख्न सक्छौँ। सो यो चाहिँ मेरो रहेको छ जुन एउटा डेमो पर्पजको लागि चाहिँ। अब रिल्स यस्तो तपाईँहरूलाई थाहै छ रिल्स चाहिँ कसरी बनाउनु पर्ने भन्ने कुरो चाहिँ। अब अर्को रहेको छ पेड एड। पेड एडमा चाहिँ तपाईँको अलिकति हामीले पैसा अलिकति स्पेन्ड गर्नुपर्ने हुन्छ, त्यति धेरै पनि होइन। तपाईँले $1 राख्दा पनि हुन्छ, $2 राख्दा पनि हुन्छ डेको। अब तपाईँलाई यस्तो चाहिँ म तपाईँहरूलाई मेरो आफ्नै यो जुन चाहिँ मैले रन गराएको छु त्यसको म तपाईँहरूलाई प्रोफाइल चाहिँ देखाउनु लाँदैछु जुनमा चाहिँ हामीले एउटा कन्टेन्ट राम्रो कन्टेन्ट क्रिएट गरेर चाहिँ अब जुन पर्पजको लागि तपाईँले गरिराख्नु भएको छ त्यसको लागि नै तपाईँले एउटा स्पेसिफिक भिडियो बनाउने राम्रो स्क्रिप्ट लेखेर अनि यो चाहिँ हाम्रो एड म्यानेजर हुन्छ। यहाँबाट चाहिँ हामीले एड रन गराउँछौँ। यो चाहिँ मेरो एजुकेसन सेल्स एड भन्ने थियो जुन चाहिँ पुरानो थियो, यो चाहिँ मेरो अफ छ अहिले। अनि यो रिसेन्टली मैले यो पनि गराएको थिएँ, यो पनि अहिले मेरो अफ छ। अहिले करेन्टली भन्नुपर्दाखेरि चाहिँ मैले चाहिँ रन गराएको छैन एड। अनि यो चाहिँ बजेट तपाईँ देखाउँछ, डिस्ट्रिब्युसन सेटिङ्स हो, यो रिजल्ट अनि तपाईँको रिच कति पुग्यो देखाउँछ, इम्प्रेसन कति मान्छेले क्लिक गरिरहेको छ भने त्यो सबै कुरो यसमा देखाइरहेको हुन्छ। पार कस्ट कतिको भइरहेको हुन्छ, तपाईँले राम्रोसँग एनालाइज गर्न सक्नुहुन्छ यसलाई चाहिँ भनिन्छ हाम्रो यो फेसबुकको एड म्यानेजरको क्याम्पेन हो। आई होप तपाईँहरूले बुझिराख्नु भएको छ होला जति मैले एक्सप्लेन गरिरहेको छु। सो यसरी नै हामीले एउटा फेसबुक एड क्याम्पेन क्रिएट गर्न सक्छौँ।
अनि त्यसपछि रहेको छ हाम्रो अर्ग्यानिक त भइहाल्यो, अनि पेड, अनि त्यसपछि आउँछ हाम्रो लिड जेनेरेट। लिडलाई चाहिँ कसरी ल्याउने, जस्तो कि हामीले यहाँ अलरेडी हामीले कुरो गरिसकेका छौँ, माथिको ल्यान्डिङ पेज बनाउने, प्रडक्ट ल्यान्डिङ पेज अनि सर्भिस ल्यान्डिङ पेज, जुन चाहिँ उहाँहरूले चाहिँ हामीले उहाँहरूको डिटेल्स दिएको हुन्छ, यसमा हामीले लिड जेनेरेट गर्छौँ। यो फ्लोडेक्स भनिन्छ, यसमा हामीले लिड जेनेरेट गर्छौँ। जस्तो कि हामीले यो चाहिँ मैले तपाईँहरूलाई डेमो पर्पजको लागि चाहिँ मेरो आफ्नै अकाउन्टदेखि तपाईँहरूलाई कसरी लिड जेनेरेट गर्छ भनेर मैले यो खोलेर देखाइरहेको छु। यो चाहिँ मेरो भयो, तपाईँहरूको पनि यसरी नै बनाइन्छ। अब नर्सरिङको पालो आयो। अब हामीले कसरी नर्चर गर्ने त, जति पनि लिड्सदेखि हामीले डिटेल्सहरू पाइरहेको छौँ, जस्तो कि अब इमेलको थ्रुमा तपाईँको 6 दिनको लागि तपाईँले 6वटा क्रिएट गर्न सक्नुहुन्छ। अब जस्तो कि फर्स्ट डेमा राखेँ मैले नर्चर गर्नलाई, अब मेसेज हामीले यहाँ लेख्ने हो, त्यस पछाडि चाहिँ 2 दिनपछि फेरि हामीले नर्चर गर्नलाई अर्को मेसेज पठाउने कि रिमाइन्ड गराउनको लागि, त्यो पछाडि फेरि 2 दिनपछि हामीले अर्को मेसेज गर्दै 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 गएर 6 दिनसम्म हामीले नर्चर गरिरहेको हुन्छ लिड्सलाई। यसरी नै हामीले इमेल अटोमेसन बनाएर चाहिँ नर्चर गरिरहेको हुन्छौँ। अब लास्ट पार्ट रहेको छ हाम्रो क्लोजिङ। सेल गर्नु गाह्रो छैन के, यदि तपाईँले यो सबै मैले भनेको कुराहरू सबैले राम्रोसँग तपाईँले फलो गर्नुभयो भने त लिड तपाईँको लिड 80% अलरेडी सोल्भ भइसकेको हुन्छ कि 20% मात्रै रिमेनिङ हुन्छ कि त्यसको लागि तपाईँले फोन जब कन्सल्टेसन कल गर्नुहुन्छ या फोन तपाईँले फलोअप गर्नुहुन्छ, त्यसपछि चाहिँ तपाईँले राम्रोसँग भन्नुभयो भने अटोमेटिक उहाँले तपाईँको सबै सामानहरू किन्नु रेडी हुन्छ। आई होप कि यो क्युएसए फ्रेमवर्कबाट तपाईँले केही नलेज र इन्साइट पाउनुभयो होला कि यो क्युएसए फ्रेमवर्कलाई तपाईँले आफ्नो क्लिनिकमा कसरी एक्जिक्युट इम्प्लिमेन्ट गर्न सक्नुहुन्छ भनेर। यदि तपाईँ चाहनुहुन्छ कि म एक्ज्याक्ट फ्रेमवर्क तपाईँको बिजनेसमा इम्प्लिमेन्ट गरेर तपाईँको सेल्स बढाउने हो भने चाहिँ तपाईँले मसँग 1-on-1 कन्सल्टेन्सी कल गर्न सक्नुहुन्छ। म चाहिँ महिनामा 2टा क्लाइन्टसँग मात्रै काम गरिरहेको हुन्छु, किनकि त्योभन्दा बेसी मैले क्लाइन्ट्स लिएँ भने मैले राम्रो डेलिभरी गर्न सक्दिनँ। सो मसँग एउटा सिट मात्रै बाँकी छ। यदि तपाईँ यो चान्स मिस गर्नुहुन्न भने तलको बटनमा क्लिक गर्नुहोस् र आफ्नो फ्री कन्सल्टेसन कल बुक गर्नुहोला। सी यू इन द कल।